के भएको रहेछ त नि हिजोको कुरा नबुझेर पिर पर्यो भन्दै थियो त केही होइन छ अब हिजोको आज सोध्ने कुरा भएन क्या जस्तै राम्रै परेको थियो क्या आज सायद कुरा काटेको होइन होला क्या नभए त केही रिसाएको थिएन क्या हाँसिरहेको थियो सबै फेरि जापानिजहरूको स्वभावै पुरानो कुराहरू बिर्सिने भन्ने हुन्छ नि त गल्ती गरे पनि पुरानो कुरा चाहिँ त्यसलाई चाहिँ बिर्सियो भन्ने फेरि आज गल्ती भयो कि सामान लग्यो होइन अनि 3020 रुपियाँ भयो थियो अनि 5000 निकाल्यो 5000 दियो अनि पछि 20 रुपियाँ दिएर रहेछ मैले ख्याल गरिनँ अनि मैले त्यही अनुसारले 320 काटेर 5000 को उसले दिएँ अनि मिस्टेक भयो भन्छ फेरि म त्यति पनि नबुझ्ने सरासरी हिसाब मात्रै गरेको अनि मिस्टेक भयो यहाँ ऊ अरू एक्स्ट्रा बोल्न त जानिनँ नि त अनि फेरि बोलाएँ भित्रबाट भगवान् मेरो त बेइज्जतै भयो त्यो त भइहाल्छ नि काम सिक्ने क्रममा त्यो त भइहाल्छ नि के हो के सानो कुरा हिसाबै नजान्दी रहेछ यत्रै बुढी भएर भन्छ भन्दैन बुढी भएर त 2-3 चोटि भइसक्यो पनि भनिहाल्छ नि मना बाँच्न गर्छ ख्याल गर्नु पऱ्यो एकचोटि गरेको गल्तीलाई सुधारेपछि अनि फेरि सिक्दै जाने त हो नि जिन्दगी भनेको हिसाब भन्ने कुरा त कहिले तलमाथि भइहाल्छ त्यो त